हेलो गाइस, नमस्ते एन्ड वेलकम टु पिके ब्लग्स। ल साथीहरू, सधैँको चाहिँ आज पनि हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ। फेरि पनि हाम्रो हिमाल पारी नै हिमाल हेर्ने हिमालको देशमा जाने हाम्रो कार्यक्रम छ। गर्दै यसरी चाहिँ हामी अगाडि बढिसकेका छौँ है साथीहरू। सरर होइन, यसरी सरर माथि डाँडातिर पुगिसक्यौँ भने हामी माथि डाँडाबाट चाहिँ एकदम रमित हेर्दै डाँडा काँडाको मजा लिँदै अगाडि बढिसकेका छौँ है साथीहरू। यदि तपाईँहरू पनि यस यात्रामा जोडिन चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्, पिके ब्लगलाई सम्झनुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। हामी तपाईँको साथ चाहिँ अवश्य नै दिनेछौँ। यस्तो सुन्दर यात्रामा जोडिनु अनि यात्रा गर्नु भनेको चाहिँ स्वर्गमा पुग्नु जतिकै हो क्या साथी। त्यो भएकोले गर्दाखेरि अवश्य जोडिनु होला। ल हेर्नुहोस्, अब हिमाली क्षेत्र डाँडा काँडा एकदमै पाइनको रुखहरू मस्त छ। आनन्द चिसो हावा डाँडा काँडाबाट हेर्दाखेरि थकानै मेटिन्छ क्या, थकानै मेटिन्छ। कुरो त्यसो हो साथीहरू। त्यही भएर अवश्य पनि ट्राभलको लागि चाहिँ रेडी हुनु होला। त्यसरी डाँडा पाखा खोला झरना ताल हेर्दै विभिन्न कठिनाइहरू पनि पार गर्दै रमाइलो स्थानतिर, एकदम आनन्दको स्थानतिर क्यामेराले चाहिँ दामी भ्यूहरू क्याप्चर गर्नको लागि चाहिँ हामी निकै नै माथि पुगिसकेका छौँ है साथीहरू। भने रमाइलो छ साथीहरू। ल आउनुहोस्, र यात्रामा जोडिनुहोस्। यसरी चिसो खोला नदी झार जङ्गलको यात्रा गर्दै हामी चाहिँ अगाडि बढ्ने क्रम जारी छ साथीहरू। यो यात्रामा जोडिनको लागि चाहिँ अवश्य पनि लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त। यसरी हामी हिमाली डाँडा पाखालाई नजिकैबाट, एकदमै नजिकैबाट क्यामेरामा कैद पनि गर्दैछौँ र खुल्ला आँखाले एकदम आनन्द भरपुर मनोरञ्जन पनि लिइराखेका छौँ है साथीहरू। ल हेर्नुहोस्, बबाल दामी हल्का हिउँ परेको अवस्था, चिल्लो डाँडा, हरियाली जङ्गल। यसरी यो डाँडामा पुगेर यसरी चारैतिर हेर्न पाउँदा, क्यामेराबाट कैद गर्न पाउँदा भनेको चाहिँ खुसीको सीमा नै छैन क्या, खुसीको सीमा नै छैन साथी। यति रमाइलो छ। ल गाइस, अब हाम्रो एकदमै सुन्दर यात्रा अगाडि बढी नै राखेको छ। तपाईँहरू पनि यो यात्राको लागि चाहिँ जोडिनु होला। तपाईँहरूलाई साथ अवश्य दिनेछौँ। एकदम रमाइलो छ। धेरै टाढासम्म चाहिँ हामी हिमाल देख्न सक्छौँ। हामी अहिले चाहिँ हिमालको नजिकै पुगिसकेका छौँ भने चिसो वातावरण पनि छ, चिसो मौसम छ अनि रमाइलो पनि छ साथीहरू।